विकासको बाटोमा लानको निम्ति हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष कमरेड केपी शर्माले यो मुलुकका निम्ति एउटा मार्गचित्र प्रस्तुत गर्नुभएको छ। म यहाँलाई अनुरोध गर्न चाहन्छु, हाम्रो पार्टीका सदनमा लगाइरहेका विभिन्न लान्छनाहरू पनि छन्, हाम्रो पार्टीकै केही स्पष्ट मान्यताहरू पनि छन्। हाम्रा मान्यताहरू पनि हाम्रो जनताको बिचमा सुस्पष्ट ढङ्गले राख्न चाहन्छौँ। जो कुरा हाम्रो जुन कुराहरूको विरुद्धमा हामी छौँ त्यसका विपक्ष गरेका कुराहरू पनि हामी तपाईँको बिचमा जाहेर गर्न चाहन्छौँ। आज नेकपा एमालेलाई बनेको छ जेनजी विरुद्धको शक्ति नेकपा एमाले हो भनेर भ्रम पार्न खोजिएको छ, मान्छेहरूलाई त्यो हिसाबले अफवाह फैलाउन खोजिएको छ। नेकपा एमालेको दृष्टिकोण के हो भने जेनजी पुस्ता जुन एउटा उमेर समूह छ त्यसले जुन हिसाबले भाद्र 23 गते काठमाडौँमा एउटा आन्दोलनको सुरुवात गर्यो, त्यो आन्दोलनप्रति नेकपा एमालेको ऐक्यबद्धता छ। त्यो आन्दोलनका मागहरू नेकपा एमालेले सुनेको छ। त्यो आन्दोलनमा जेनजी पुस्ताले के भनेका थिए भने यो देशमा भ्रष्टाचार धेरै भयो, त्यसलाई नियन्त्रण गर्नु पर्यो, भ्रष्टाचारको अन्त्य हुनु पर्यो, देशमा सुशासन कायम हुनु पर्यो, नयाँ पुस्ताले देशमा शिक्षा, रोजगारी, स्वास्थ्यको कुराको ग्यारेन्टी हुनु पर्यो भन्ने कुरा जेनजी पुस्ताले राखेको थियो। त्योभन्दा अगाडि जेनजी पुस्ताले सरकारसँग वार्ता गरेको थियो, जुन बेला नेकपा एमालेका श्रद्धेय अध्यक्ष केपी शर्मा ओली यो मुलुकको प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँले भन्नुभयो हामी भाइतीघर मण्डलाबाट बानेश्वरसम्म हाम्रो प्रदर्शनी हुन्छ, प्रदर्शनी हाम्रो शान्तिपूर्ण हुन्छ, यो विगतको भन्दा शान्तिपूर्ण हुन्छ, एउटा नमुना हामी देखाउँछौँ भनेर उहाँले भन्नुभयो। उहाँले यो पनि प्रतिबद्धता त्यही सभामा राख्नुभयो, तपाईँहरूले सुनेका छौँ। म एकचोटि तपाईँलाई स्मरण गराउन चाहन्छु। आज यो जेनजीको आन्दोलनमा रक्षा बमले माइतीघरको मण्डलामा उभिएर भनेको कुरा सिङ्गो देश बाँचेर रामेछापवासीले स्मरण गर्न जरुरी छ। उहाँले भन्नुभएको थियो यो हाम्रो आन्दोलन विशुद्ध शान्तिपूर्ण हो, यहाँ कसैले घुसपेट गर्न सक्छ, हामी त्यसलाई घुसपेट गरेर दिँदैनौँ। साथीहरू सचेत रहनु होला। यो आन्दोलनमा सहभागी भएका मान्छेहरूले यो माइतीघरदेखि बानेश्वरमा भएका कुनै पनि फुल बिरुवाको एउटा मुन्टोसम्म चिमोट्नु हुने छैन, फुलको एउटा थुङ्गो टिप्नु हुने छैन, दुबोमा कुल्चिनु हुने छैन, आफूले खाएको पानीको बोतल पनि आफूसँग राख्नु हुनेछ, कागजको कुनै टुक्राहरू सडकमा फाल्नु हुने छैन। त्यति मात्र होइन, उहाँहरूले भन्नुभयो कि हामी कुनै नारा लगाउँदाखेरि कुनै गाली गलौज र अपशब्दहरू हामी बोल्दैनौँ। आजको जेनजी पुस्ताले एउटा सभ्यता, एउटा संस्कृति, एउटा परम्पराको नेतृत्व गर्छ भनेर उहाँहरूले भन्नुभयो। अनि नेकपा एमालेको तर्फबाट म यहाँलाई भन्न चाहन्छु, ती रक्षा बमहरूले मिराज ढुङ्गानाले घोषणा गरेको जुन आन्दोलनमा सहभागी मान्छेहरू थिए, माइतीघर मण्डलाबाट बानेश्वरमा आइसकेको जुन आन्दोलन थियो, त्यहाँ सहभागी जति विद्यार्थीहरू थिए, जति जेनजी उमेर समूहका मान्छेहरू थिए, ती सबैप्रति नेकपा एमालेको साथ र समर्थन छ। जब बानेश्वरमा पुगिसके पछाडि उहाँहरू आफैले अनुभूति गर्नुभयो, उहाँ आफैले घोषणा गर्नुभयो अब जेनजीको आन्दोलन सकियो, किनभने यो आन्दोलनमा विभिन्न शक्ति केन्द्रको घुसपेट भयो, हामीमाथि गाली गलौज गरियो, यो आन्दोलन हामीबाट हाइज्याक गर्ने प्रयत्न भयो। साथीहरू घर फर्किनुहोस्, अब यो हिंसात्मक आन्दोलनमा यो जेनजी उमेर समूहको कुनै संलग्नता छैन भनिसके पछाडि त्यस दिनबाट नेकपा एमालेको एउटा स्पष्ट निष्कर्ष छ, बानेश्वर पछाडिको आन्दोलन कुनै जेनजीको आन्दोलन होइन। जेनजीको अनुहारलाई देखाएर एउटा निस्वार्थी एउटा इमान्दार विद्यार्थीहरूको अनुहारलाई देखाएर 24 गते बालेन्द्र शाहहरू जसले नकाब लगाएर, कालो लुगा लगाएर, आफ्नो आँखा छोपेर, अनुहार छोपेर पर्दा पछाडिबाट विभिन्न शक्तिहरू, अहिलेको प्रधानमन्त्री सुशीला कार्कीज्यू लगायतका तमाम मान्छेहरूले 24 गते जुन ढङ्गले आगजनीहरू गरे, विध्वंसहरू गरे, त्यो कुनै हिसाबले आन्दोलन थिएन, त्यो एउटा प्रतिगमन थियो, त्यो एउटा प्रतिक्रान्ति थियो, त्यो एउटा विध्वंस लुटपाटलाई नेकपा एमाले किमार्थ आन्दोलन मान्नको निम्ति तयार छैन, त्यो कुनै क्रान्ति मान्नको निम्ति तयार छैन। त्यो दोस्रो दिनको गतिविधि भनेको नेपालमा आतङ्कवादलाई भित्राउने एउटा अभ्यास हो, त्यसको एउटा नमुना हो। किनभने आतङ्कवादले के गर्ने गर्दछ, हामीले पाकिस्तानको घटना हेरेका छौँ, हामीले इजरायल र हमासको घटना हेरेका छौँ। आदरणीय जनसमुदायहरू, जहाँ व्यक्तिको घरहरूमा क्षेप्यास्त्र हानिन्छ, एउटा व्यक्तिको घरमा रहेका मान्छेहरूलाई अपहरण गरेर हत्या गरिन्छ, जसको शिकार हाम्रो नेपालको विपिन जोशी पनि पर्नुभयो, हामी सबैलाई थाहा छ। त्यसकै श्रृङ्खलाको रूपमा एउटा नयाँ अध्याय सुरुवात गर्नुमा काठमाडौँ महानगरपालिकाको एउटा जिम्मेवार व्यक्तिले जुन हिसाबले उकासेको छ, त्यसमा तमाम प्रतिगमनकारीहरू
भइहाल्छ। म यहाँलाई भन्न चाहन्छु, आज हामीले धेरै आन्दोलनको अनुभव गरेका छौँ। अनुभव नगर्ने हामीले इतिहासको अध्ययन गरेका छौँ। 2007 सालको क्रान्ति त्यो एउटा क्रान्ति थियो, किनभने त्यसले जानिया राणा शासनलाई अन्त्य गरेर नेपालमा प्रजातन्त्रको स्थापना गर्यो। 2046 सालको एउटा आन्दोलन थियो, त्यसले नेपालको संविधानमा एउटा कुरा थप्यो, जसले राजतन्त्रलाई संविधानको दायरामा ल्यायो, बहुदलीय व्यवस्थाको स्थापना गर्यो। 2062-63 सालको एउटा जनक्रान्ति थियो, जसले नेपालबाट राजतन्त्रलाई समाप्त पारेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्यो। त्यसकारण यी 7 साल, 40 साल, 62-63 सालका जनप्रदर्शन र आन्दोलनहरू एउटा क्रान्तिकारी र एउटा परिवर्तनकारी घटनाक्रमहरू थिए। जब भाद्र 23 र 24लाई पनि केही मान्छेहरूले यो ठुलो परिवर्तन भयो, यो एउटा क्रान्ति हो भन्ने हिसाबले दुष्प्रयास प्रचार गर्ने प्रयत्न गरिरहेका छन्। म यहाँलाई भन्न चाहन्छु, 24 गते पछाडि जुन घटनाक्रमहरू आएको छन् त्यसले नेपालमा के परिवर्तन ल्यायो? के यसले एउटा दीर्घस्थायी सरकार दिएको छ? के यसले सुशासनको कुरा गरेको छ? के यसले सत्तालाई नयाँ पुस्तामा पुर्याएको छ? कुनै कुराहरू पुर्याएको छैन। केवल यसले हाम्रो बिचमा अस्थिरता, हाम्रो बिचमा असुरक्षा, हाम्रो बिचमा अनिलता र हाम्रो बिचमा अस्तव्यस्तताहरू ल्याएको छ। यो हिसाबले मुलुक अगाडि बढ्न सक्दैन। मुलुक अगाडि बढ्नको निम्ति हामीले काहीँ न काहीँ एउटा विधि र पद्धतिमा टेक्न अनिवार्य छ। त्यसकारण नेकपा एमाले भनेको छ, नेकपा एमाले अगाडि सारेको छ कि संसद यो आज कसैको प्रहारको तारो बन्नु हुँदैन संसद। किनभने आज जेनजी पुस्ताले जुन मागहरू उठाइरहेका छन्, समाजका विद्युत वर्गले कुरा उठाइरहेका छन्, भ्रष्टाचार अन्त्यको निम्ति, शासकीय प्रणालीमा सुधारको निम्ति कुराहरू उठाइरहेका छन्, त्यसको सम्बोधन हामी कहाँबाट गर्छौँ? आजको सरकार र यो सरकारलाई म सोध्न चाहन्छु, नेपाली जनताका कुनै मुद्दाहरू आयो भने, नेपाली समाजका कुनै नयाँ विषयवस्तुहरू आयो भने त्यसलाई हामीले विधिसम्म ढङ्गले संसदकै माध्यमबाट हामीले त्यसको समाधान गर्नुपर्ने हुन्छ। आज संसदलाई जीवित राखेर पनि हामी फरक ढङ्गले सरकारहरू बनाउन सक्छौँ। तर यी सबै कुरालाई अनदेखा गरेर, सबै कुरालाई लत्याएर यो देशमा भित्रभित्र विभिन्न खाले कुराहरू, विभिन्न खालका षड्यन्त्रहरू भइराखेका छन्। नेकपा एमाले आह्वान गर्न चाहन्छ, नेपाली जनतालाई भन्न चाहन्छ, नेपाली जनताको सार्वभौम सत्ताको प्रयोग गर्ने थलो प्रतिनिधि सभा कायम राखेर हामी अर्ली इलेक्सनमा जान सक्छौँ। अर्ली इलेक्सनमा जानको निम्ति विभिन्न बाधाहरू छन् भने, संविधानका केही धाराहरू संशोधन गर्नुपर्ने छ भने, केही थप गर्नुपर्ने छ भने त्यसको सबैभन्दा वैधानिक थलो भनेको संसद हो। त्यसकारण संसदको पुनर्स्थापना कुनै प्रतिगामी मुद्दा होइन, यो प्रगतिशील मुद्दा हो। यसले मात्र यो कुराको समाधान गर्न सक्छ भन्ने कुरा म यहाँ राख्न चाहन्छु। र म अन्तिममा यहाँलाई भन्न चाहन्छु, धेरैले धेरै पटक नेपाली जनतालाई झुक्क्याएर अनिलताहरू सिर्जना गरिरहेका छन्। यो बजारमा रहनुभएका धेरै नयाँ पुस्ताका मान्छेहरू यहाँ हुनुहुन्छ, धेरै सर्वसाधारण बुद्धिजीवीहरू हुनुहुन्छ होला, यहाँलाई केही समय